थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सुन्दर फूलहरूको फुलबारी झै हाम्रो देश नेपाल। यही फुलबारीको एउटा फूलको कथा पोख्दैछौँ आज हामी। मुना र मदनको कथा छैन आज, होलीमा उड्ने रङको कथा छैन आज, फरक लैङ्गिक पहिचान बोकेको व्यक्तिहरूको व्यथा पोख्दैछौँ आज हामी। एउटै लक्ष्य जिन्दगीको सातै रङ्ग इन्द्रेणीको एउटै लक्ष्य जिन्दगीको हामी लड्छौँ लड्छौँ संकल्प पूरा गर्छौँ हामी लड्छौँ लड्छौँ संकल्प पूरा गर्छौँ सातै रङ्ग इन्द्रेणीको एउटै लक्ष्य जिन्दगीको छाया तिम्रो जिन्दगानी उपहार भो ढकमक जोवन फुल्यो इन्द्रेणीको रङ्ग सँगै माया तिम्रो मनमा सज्यो जिन्दगानी उपहार भो ढकमक जोवन फुल्यो तिम्रो बातै बातैमा
माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा हे भगवान के देख्नु पर्यो मैले त बिहे भनेको केटा र केटी बिचमा मात्र हुन्छ भनेको त केटा केटामा पनि बिहे हुन्छ र हा 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 हुन्छ नि कतिजना समलिङ्गी जोडीहरूले विवाह गरेर अस्थायी रूपमा विवाह दर्ता पनि गरिसकेका छन् नेपालमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता पनि दिइसकेको छ नि समलिङ्गी विवाह भनेको एक अर्का प्रतिको आकर्षण मात्र नभई दुई आत्माको मिलन हो वर्षा बिजुली सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी हे मुटु मेरो दुख्न थाल्यो नि जान मेरो सुक्न थाल्यो नि के होला भन न मायाको खती आकाशैको कालो बादल आकाशैको कालो बादल पानी पर्यो झम्मा
हामी हाम्रो समाज हौ, समाज हाम्रो ऐना हो। हामी हाम्रो समाज हौ, समाज हाम्रो ऐना हो। हामी यस्तो समाजमा बस्छौँ कि जहाँ फरक फरक लैङ्गिक पहिचान भएका मानिसहरू छौँ। लैङ्गिक पहिचान के हो? लैङ्गिक पहिचान भनेको ल सुन्नुहोस् सबैले, लैङ्गिक पहिचान भनेको कुनै पनि व्यक्तिले आफ्नो लिङ्ग वा आफ्नो लैङ्गिकताको आधारमा आफूलाई पहिचान गराउने एउटा शब्दावली हो। जस्तै महिला, पुरुष र तेस्रो लिङ्गी। तेस्रो लिङ्गी म जन्मिएको छोरा तर छोरी हुन मन पर्छ, राम्री हुन मन पर्छ, सबैजनाको प्यारी हुन मन पर्छ। म जन्मिएको छोरी तर छोरा हुन मन पर्छ, राम्रो हुन मन पर्छ, सबैजनाको प्यारो हुन मन पर्छ। तेस्रो लिङ्गी म पनि त अरू मान्छे जस्तै त हुँ, किन मलाई सबैले हेप्छन्, किन मलाई देखेर हाँस्छन्? म पनि त मान्छे नै त हुँ, म भित्र पनि त मन छ, मेरो पनि त मन दुख्छ नि। म भित्रको म खुल्दा किन सबैको आँसु? म भित्रको म हुँदा किन सबैलाई चासो? मेरो स्वतन्त्रतामा किन सबैको पासो? मेरो पहिचान किन सबैको हाँसो? किन सबैका हाँसो, किन सबैको पासो, किन सबैका हाँसो, किन सबैको पासो? म रुँदा तिमीहरूको आँखा रसाउँदैन? म चिच्याउँदा तपाईँहरूको मन दुख्दैन? म कसरी परिवारको श्राप, म कसरी समाजको कलङ्क? तेस्रो लिङ्गी खबरदार खबरदार होशियार, खबरदार खबरदार होशियार। तेस्रो लिङ्गी न कुनै पाप हो न कुनै श्राप हो, मात्र महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान हो। न त यो कुनै समाजको पाप हो, न त यो कुनै पूर्ण जन्मको श्राप हो। तेस्रो लिङ्गी हुन न त गैर संस्कृति हो न त गैर विकृति हो। तेस्रो लिङ्गी त आफैमा एउटा भगवानको सृष्टि हो, यसलाई फरक हेर्नु त तपाईँ हाम्रो दृष्टि हो। घृणा र तिरस्कार तपाईँ अनि हामीले मनमानी उब्जाएको जाप हो, न त यो पाप हो न त यो श्राप हो। तेस्रो लिङ्गी पनि हामी महिला पुरुष जस्तै हुन्, 9 महिना गर्भ अनि जन्मनी उस्तै हुन्। सृष्टि पनि एउटै हो भने सबैलाई हेर्ने दृष्टि पनि एउटै राखौ, सबैलाई सम्मान, सबैलाई माया अनि दर्जा पनि एउटै राखौ। हामी हाम्रो समाज हौ, समाज हाम्रो ऐना हो। हामी हाम्रो समाज हौ, समाज हाम्रो ऐना हो। सुन है गाउँले हो सुन, समय बदलिँदैन, समय बदलिँदैन। सोच बदलौँ, सोच बदलौँ, समाज बदलौँ। सोच बदलौँ, सोच बदलौँ, समाज बदलौँ। Sun, 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 sun.
छम चुरीको छम छम हे बाजुको छम छम चुरीको छम छम मेरो जाने जाने भोलो छम छम रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन मेरो यो जौवन तिम्रै हो मेरो माया तिम्रै हो यो जौवन तिम्रै हो मेरो माया तिम्रै हो मेरा सारा खुसीहरू तिम्रै मरि लानु के पो छ र 2 दिनको जिन्दगी हो मरि लानु के पो छ र 2 दिनको जिन्दगी हो हाम्रो छम 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 मनभित्र मेरो तस्बिर सजाइ राख है तिमी टाढा भए जिन्दगीमा सम्झी राख है तिमी हे मनभित्र मेरो तस्बिर सजाइ राख है तिमी टाढा भए जिन्दगीमा सम्झी राख है तिमी तिमी मेरो सौदा सजाऊ फुलको लाली भित्र राखी तेरो दिलमा बाजुको छम छम चुरीको छम छम मेरो जाने जाने भोलो छम छम रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन मेरो मनको मन्दिरमा आऊ बाजुको झन्कार सँगै मायामा भुलौ आऊ यो जौवन तिम्रै हो मेरो माया तिम्रै हो मेरा सारा खुसीहरू तिम्रै मरि लानु के पो छ र 2 दिनको जिन्दगी हो मरि लानु के पो छ र 2 दिनको जिन्दगी हो हाम्रो छम 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 बाजुको छम छम चुरीको छम छम मेरो जाने जाने भोलो छम छम रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन मेरो हामी सबै भिन्न हामी सबै समान आज चाहिँ हामी यौन लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकारको लागि चाहिँ हामीले काम गर्ने सिलसिलामा
आज चाहिँ हाम्रो राष्ट्रिय मानवाधिकार दिवस पनि रहेको छ 77औं मानवाधिकार दिवसहरू यहाँहरूले सबैलाई थाहा भएकै कुरा हो जुन चाहिँ एउटा व्यक्तिले पाउनुपर्ने राइट्सको कुराहरू हुन्छ त्यसमा चाहिँ यौनिक तथा लैङ्गिक अल्पसमुदायको व्यक्तित्वहरूलाई जहिले पनि पछाडि पारेको हुन्छ जबसम्म मान्छेले स्वतन्त्र हुँदैन स्वतन्त्रताको ग्यारेन्टी हुँदैन तबसम्म मान्छेले दुःख पाइरहेको हुन्छ समाजमा विभिन्न किसिमको लान्छना विविधहरू आइरहेको हुन्छ होइन त्यो हिसाबले गर्दाखेरि हामी सबै नागरिकहरू सचेत हुनुपर्छ यो विषयमा र स्वतन्त्र हुनुपर्छ तर त्यो छैन किनभने एकले अर्कालाई बेइज्जत गरेको हुन्छ लान्छना गरेको छ विभेद गरेको हुन्छ होइन र दोस्रो कुरा भनेको आज लैङ्गिक हिंसाको अन्तिम दिन पनि हो किनकि हामी लैङ्गिक हिंसा भनेको हामी महिलालाई मात्र हुँदैन पुरुषलाई मात्र हुँदैन हामी तेस्रो लिङ्गी समुदायलाई पनि त्योभन्दा डबल लान्छना र विभेद हुन्छ हाम्रो समुदायका व्यक्तिहरू कति तपाईँहरूले देखिराख्नु भएको छ होइन रोडमा उभिन बाध्य भएका छन् होइन र समाजबाट तिरस्कार हुनु परेको अवस्था छ त्यो हिसाबले गर्दाखेरि जबसम्म हामीले हाम्रो बालबालिकाहरूलाई सानैदेखि हामी उहाँहरूलाई चाहिँ के अरे जबसम्म हामीले सपोर्ट गर्दैनौँ उहाँहरूको भावना बुझ्दैन तबसम्म मान्छेले दुःख पाइरहेको हुन्छ